उसमा गएको होला पार्टीहरुमा हैन त्यो मान्छेले ओडाइदिने भनेको एउटा खाता हो त्यही पनि उले किन्ने हैन उलाई त्यो लगाइदिरहेको खाताहरु हुन्छ नि पुरानो खाता अब किन बिजेत गर्नु भन्ने मात्रै त्यतिसम्मको मान्छे र त्यतिसम्म गिर्या मान्छे हो जुनसुकै ठाउँमा जाँदा पनि मैले टिका लाएर पैसा दिने हो उले 1 रुपैयाँ काई पनि झिक्ने हैन अहिले त त्यो 1 पौडी पैसा हैन त्यो दुईटै त्यो कुकुर कुकुरहरुसँग अनि त्यो जहाँ फ्रीमा खान पाइन्छ सिस्टर त्यो नाकले सुनेर अनि आँखाले देखेको एकजना चिने मान्छे हो भने त्यो टुप्लुकै त्यही पुगेर खाइहाल्ने हो कसम मैले हिजो लाइफमा नेपाली ब्रो दाइ लाइफमा रहेछ हैन अनि त्यसपछि मैले भने भाउजूसँग मिल्नु दाइ भनेको मलाई बलात्कार केस हालेको छ म कहाँ मिल्छु म रेका अनि मलाई चिन्नु भएन तपाईले भनेको चिनेको डन सिस्टर हो तिमी मैले चिनेको रे के अनि त्यसो हो भने मिल्नु न त किन त्यस्तो गरेको भनेको मलाई रेप केस हालेको छ म किन मिल्छु रे अत्याचारै भइसकेपछि हाल्ने हो कि बुढीले भने त्यतिकै हाल्दैन के मान्छेलाई आफूले माया गरेको मान्छेले त्यतिकै जेलसम्म पुर्याउने काम कसैले पनि त्यो पनि के हालेको भन्ने हामीले बाबुलाई पिट्न खोजेर मान्छे लगाएर मार्न खोजिसकेपछि मलाई त्यस्तै गर्न खोजेपछि हामीले चाहिँ मानहानिको मुद्दा हाल्दियो के 5 वर्ष मानहानिको मुद्दा हाल्यो त्यो कसको के बोकेर आछ कसको के फोटो खिच्या छ अनि त्यो देखाउँदै हिँड्छ के त्यो इज्जत भएको देखाउँदैन र इज्जत नहुने भएपछि देखाउँदै हिँडिहाल्छ अब अस्ति हजुरले अब लाइफमा जोइन गर्नु भएन मैले दुईटैपट्टि हेरिरहेको थिएँ क्या अनि त्यहाँ गएर त्यो कोले कमेन्ट गरेको रहेछ अनि हजुरले थ्यांक यू माया भन्नु भएको रहेछ म तपाईलाई मुख छाडेर गाली गरेर मलाई यति रिस उठिरहेको थियो नि त्यहाँनिर कति धेरै यति मान्छेले गाली गरेको छ नि ऊ सही भएको भए हैन नेपाली ब्रो दाइ हैन अब त्यो सही भएको भए चाहिँ उलाई कसैले गाली गर्दैन थियो होला कि ऊ गलतै छ त अब मान्छेले गलतै देखिरहेछ त गलत कमेन्ट गर्दैन भने के सुन्नु न जुन चाहिँ अर्काको त्यो लोग्नेसँग त्यो 3 बित्ती त्यो 3 फुटी त्यो हेर्नु न हेर्दाखेरि त्यो खान नपाकी त्यो रगत चुसेको मेरो एउटै आउनलाई हुँदैन होला म्या कसम उडाइदिन्छु होला लाद हानेर कसम होला अब त हेर्दाखेरि खान नपाकी जति मान्छे हो भने भुइँ डल्ली ग्याची छे मान्छेले हेर्दाखेरि ओहो 22-23 वर्ष जतिको होला भनेको त्यो भुइँ गान्टी चाहिँ त्यो भुइँ गान्टी त्यो 28-29 वर्षको त्यो भुइँ गान्टी त्यसले जम्मा त्यति मात्रै वर्ष भए त तोकेर भनिदिन्छु त्यसले 30 चाहिँ अब 30 चाहिँ क्रस भएको छैन 30 भन्दा मुनि चाहिँ हो के 30 चाहिँ क्रस भएको छैन त्यसले मसँगै छ त्यसको नागरिकताको फोटोकपी मैले तपाईको त्यो के रे पोखरामा गएर रङ्गी हात फेला पारेर गेस्ट हाउसमा उनीहरु त इन्ट्री गरेर जानु पर्छ नि त के रे त्यो तपाईको नागरिकता दिनु पर्छ नि त त्यहाँबाट मैले लिएर आएको छु के त्यसको नागरिकता मैसँग छ नागरिकताको नम्बर के रे फोटोकपी झ्याक्ने जाँठी अर्काको घर बिगारेछ म्याकुरी अझ उहाँ नेपाली ब्रोको लागि उहाँ भिडियो बनाएको रे मासल अर्काको घर बिगारेर राडीलाई खुब सचन सोचिरहला अब 4-5 तला घर बस्ने सुकुम्बासी हुन्छ कि त्यो खातिनी त्यो गाडीमा सुत्दै हिँड्ने चाहिँ के सुकुम्बासी हुन्छ हजुरलाई थाहा त छैन अनि अब के गर्नु त घरमा म तपाईहरुलाई त्यसको नभए त्यसको आउने औकात हुनु पर्यो नि त्यही त हो त्यही त हो गाडीमा सुत्ने रोडमा सुत्ने होटलमा सुत्ने पैसा हुन्छ त्यही त हो नि औकात के हुन्छ अर्काको घर बिगारेपछि आँसुले सराप्दैन आँसु लाग्दैन तपाईलाई थाहा छैन सिस्टर कति हाँस्नु के हाम्रो प्रकाश दाइको घर छ नि त्यो माथि त्यो घरभन्दा माथि जंगल छ नि के गर्नु यस्तो लाइफमा है लाजा मर्नु पैसा नहुने रे अनि यो हरियो गाडी छ नि हाम्रो अनि गाडीमा जान्थे अनि त्यो जंगलमा बस्ने रे कति आफ्नो पैसा नभएर रे यस भित्र कति आफ्नो अब त्यस्तै त झन् त्यस्तैहरु पो सुन्नु पर्छ त कति मजा आउँछ होला के सुन्दा पनि क्या अनि दिमागमा अरु कुरा आउँदैन ओहो यसलाई यस्तो भएछ भन्ने त कति मजा आउँछ के जब आफूलाई खेदो खन्दै आउँछ नि त्यसलाई त्यसको त्यो नराम्रो कुराहरु आफ्नो कानमा आइपुग्दाखेरि कति खुसी हुन्छ होला के कसम होला हो नि त नि त्यही त नि अझ के रे ठुलो कुरा रे अस्ट्रेलिया जान्थे कहाँ जान्थे यस्तो गर्छ रे उस्तो गर्छ रे त्यसलाई त्यसको के छ बाबुले र मैले फिर्ता पनि लिनु पर्यो नि त्यसलाई त जिन्दगीभरि खानै नपुगोस् लाउनै नपुगोस् खाली रोडमा सुतोस् गाडीमै सुतोस् अर्काको जिन्दगी बर्बाद बनाछ यस्तो सानो बाबु नानीहरुलाई यस्तो गरेर त्यसले गर्दाखेरि नै घर बिग्रेको हो नि त त्यसले बुझ्नु पर्छ नि अब यसको घरमा बुढी रहेछ बालबच्चा रहेछ मैले त्यस्तो गर्नु हुँदैन भनेर सोच्नु पर्छ नि तर पनि थाहा पाइ अब उ पचाएर आउँछ भने लास पचाएर आउँछ भने त्यसलाई चाहिँ कहिले पनि भलो नहोस् कसम भने भन्न म चाहिँ हैन म छोरी मान्छेले दुखा परेको छोरी मान्छेहरुको कसम मलाई म त्यो मनले मान्दैन के त्यसलाई त गाडीमा त के रोडमा के नालीमा गुमा छिरेर सुत्नु पर्छ त्यसलाई कस मेकुरी
झोले साले औकातै त्यही हो त उसको, अनि त्यही भएर गरेको हो नि त्यसले। हो नि के गर्ने दिनु त्यो है। टेन्सन त बिल्कुलै नगर्नु, टेन्सन गर्ने होइन के, टेन्सन दिने काम गर्नु न। टेन्सन भने त एक रथी पनि छैन। एक रथी मैले टेन्सन हुन्थ्यो यिनीहरूलाई मैले उ गर्थेँ भने यिनीहरूलाई मैले अलिक तुरुन्तको तुरुन्तै हजुरको मसँग कस्तो कस्तो मान्छेहरू थियो, म एकमा यिनीहरूलाई दुईवटा बालाजी भेट्ने होइन। मलाई यिनीहरूको बिजोक हेर्न मन छ र मात्रै हो, मैले मतलब नगरेको। मलाई के को टेन्सन भने जस्तो बिहान जान्छु बेलुका आउँछु, दुईवटा बजेको खाना खाउँछु बस्छु, मलाई के को टेन्सन छ र। अमित सर सरी है, त्यही त नि। अनि अब टेन्सनै छैन, आनन्दसँग खाने प्याज खाने बन्ने केही छैन टेन्सन भन्ने। टेन्सन त कताबी गर्ने नै होइन कि, टेन्सन चाहिँ दिने काम गर्नुपर्छ। त्यस्तो झारे मुलाहरूलाई अर्काको घर बिगार्ने, अर्कालाई तछट मछट बनाउने, अर्कालाई रुवाउने। अनि मैले भनिनँ भने कि उसको कमाइ मैले खानतिर उनले मैले घरमा सबै ह्यान्डल गर्थेँ भने म जस्तो पिरा पनि खपेर बस्छु है। अरे यार उसको कमाइ खायो भन्दैमा किन उसले कुट्दा पिट्दा मार्दासम्म पनि यत्रो नि बस्दैन। अहिलेको जमाना हो म्याकुरी, किन छोरी मान्छेले गरी खान सक्दैन? तर पनि यतिसम्म गर्दा पनि त्यसले देखेन भन्न खोजेको नि त मैले। त्यसले कहाँ देख्छ? त्यो त दुनियाँ केटीहरूसँग, दुनियाँ झोले के झारेहरूसँग डुलेर हिँड्ने मान्छेले देख्छ भने के कस्तो कुरा गर्नुभयो डियरले पनि यार। होइन मैले भनेको हजुरलाई अब यतिसम्म गर्दा त त्यो कुकुरले देख्दैन भनेपछि अनि मैले त्यसको कमाइ खाएर उठ्नुपर्छ होइन, त्यस्तोलाई त ठेगान लाएरै छोड्नुपर्छ। किनकि अर्काको घरबार मात्रै नभएर जिन्दगी तहस नहस बनाइदिएको छ नि त। यत्रो लङ टाइम पछिको सम्बन्ध छुट्दा मान्छेलाई कति पीडा हुन्छ होला के। मान्छे 1-2 महिना 1-1.5 वर्ष त्यस्तो लभ परेको मान्छेहरू एउटै डोरीमा पासो लाउँछ भनेदेखि सोच्नु त यत्रो लङ टाइमको सम्बन्ध छुट्दाखेरि कति कस्तो भएको छ होला। बाहिर हाँसेर के गर्ने, मनभित्र पीडा छ नि, त्यो त भोग्नेलाई थाहा हुन्छ नि। रिल्याक्स गर्ने भनेको 1 महिना 2 महिना हो सिस्टर, त्यहाँबाट देख्छ त्यसले थाहा, त्यसको थाहा हुन्छ। अनि 2 महिना हो रिल्याक्स गर्ने भने त्योभन्दा अगाडि जानै नदिनु त्यसलाई। त्योभन्दा अगाडि रिल्याक्स गर्न दिँदै नदिनु। अहिले चाहिँ चुसे नि चुसोस्, खाए नि खाओस्, मासु लुसेर खाए पनि खाओस्, मतलब नगर्नु। त्यसपछि त त्यसलाई छोड्दै नछोड्नु, कसम भनेको बिल्कुलै नछोड्नु त्यसलाई। हजुरको त कस्तो भने के अरे हजुरको कस्तो भने त्यो के छ, हामीले फिर्ता लिन्न मान्छे त सिधै गइहाल्छ नि। फिर्ता त लिने कामै गर्ने होइन, तपाईँको जिन्दगी हेर्ने हो। मेरो जिन्दगीले यतिसम्म गरेछ, म कहाँ उ गर्छु भन्ने चुप लाएर बस्ने, त्यसलाई तछट मछट बनाउनै पर्छ। कसम म छोरा मान्छे, मैले पहिला चिनेको पछि चिनेको भन्ने हुँदैन नि। तपाईँसँग कुरा भएको पनि मेरो लगभग 3 महिना 4 महिना भयो नि त होइन। तर पनि मैले अब नेपाली बुढा दाइलाई त मैले 1 वर्ष 1.5 वर्ष पहिल्यै चिनेको हो नि त मैले, त्यहाँ प्रकाश दाइकोमा हुँदाखेरि नै। अब तर चिनेको नाताले जोडिँदैन क्या, मान्छेको पीडासँग जोडिन्छ क्या। टेन्सन गर्दै नगर्नु, म्याकुरीहरूलाई चिलमा उडेर त्यो जलाउने काम गर्नु न। म्याकुरीहरूलाई गुमुँदै फुस के जलेर तपाईँ